ल सम्पूर्ण साथीहरूलाई चाहिँ स्वागत छ यो सानो हाम्रो तारेभिलको मिनी ब्लगमा। आज बन्द राजावादी र गणतन्त्रवादीको बन्दको मौका पारेर फुर्सदको समय सदुपयोग गर्नको लागि हामी चाहिँ वहाँ तारेभिरतिर गएका छौँ। हामी एयरपोर्ट त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा कार्यरत साथीहरू मिलेर सबैजना 10 जना जति मिलेर तारेभिरमा गएर यसो लोकल कुखुराको मासु र ढिँडो खाने भनेर तारेभिरमा गएका छौँ। यहाँ हाम्रो दानबहादुर मगरजी हुनुहुन्छ साथी, उहाँ लोकल चिकन रेडी भइसकेको छ, उहाँले सर्भ गर्न लागिराख्नु भएको छ। देख्न सक्नुहुन्छ उहाँ एक कराई र तपाईँको एकचोटि फ्राई चाहिँ हामीले हालिसक्यौँ। अनि यो चाहिँ तपाईँको यो अब झोलवाला ढिँडोसँग खानालाई तपाईँको उहाँ चाहिँ सर्भ गर्दै हुनुहुन्छ। यो चाहिँ साथीहरू ढिँडो खाना ट्याक्क रेडी भएको टाइम हो। म चाहिँ यो हल्का यसो भिडियो गरिरहेको छु। अनि हामी चाहिँ अब ढिँडो खाने तर्खर गइरहेका छौँ। त्यहाँ ढिँडो रेडी भइरहेछ। अनि यो चाहिँ तपाईँ देख्न सक्नुहुन्छ, यो चाहिँ तारेभिरको माथिको भ्यू। हामी चाहिँ अलिकति त्यहाँ तल तपाईँको घरमै बसेर टक्क त्यहीँ भएको लोकल कुखुरा काटेर चाहिँ तपाईँको त्यहाँ बनाएर दिनुहुने रहेछ। त्यहीँ बसेर खाने तर्खर गरेको बेलामा चाहिँ यो ट्याक्क काठमाडौँको भ्यू देख्न सक्नुहुन्छ तारेभिरबाट। यो चाहिँ जङ्गल, यता शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गल तपाईँ देख्न सक्नुहुन्छ। यो चाहिँ तारेभिरको गाउँ हो। यो चाहिँ तारेभिर भइहाल्यो। अनि हामी चाहिँ अब खानासाना खायौँ। खानासाना खाएर चाहिँ हामी यसो हल्का फ्रेस हुनको लागि यता चौरमा आएर टक्क हल्का भिडियो सिडियो कम बनाउने काममा बिजी भयौँ। देख्नुहुन्छ हामीले खाना खाएको अझै यही हो। तुवालो राखेर त्यति राम्रो भ्यू चाहिँ देखेको छैन। अनि एट लास्ट हामी चाहिँ टक्क खानासाना खाइसकेपछि टिकटक बनाउने भनेर टक्क फर्किने बेलामा चट्ट टिकटक बनाएर एउटा टिकटक सबै साथी ग्रुपमा टिकटक बनाएर फर्किनको लागि तयार भइरहेका छौँ। यो चाहिँ हामी रोडमा फर्किने क्रममा टिकटक बनाइरहेका छौँ सम्पूर्ण साथीहरू। धन्यवाद।